नमस्कार। आज म तपाईहरुलाई मल्टिप्लायरको क्वेशनलाई आज सल्भ गर्न गइरहेको छु। आज साथीहरु हामी एकछिन गफ गरौँ। मल्टिप्लायर भनेको के हो? मल्टिप्लायरलाई हामीले इन्भेस्टमेन्ट मल्टिप्लायर पनि भन्छौं, मल्टिप्लायर अथवा यसलाई सिम्पल मल्टिप्लायर पनि भनेर भनिन्छ। यसलाई नेपालीमा गुणक अथवा लगानी गुणक अथवा यसलाई सामान्य गुणक भनेर भनिन्छ। यो भनेको के हो? मल्टिप्लायर। सिम्पली मल्टिप्लायर भनेको मतलब यो चाहिँ मल्टिप्लाईबाट आएको। मल्टिप्लाईको मतलब हुन्छ गुणन गर्नु। जस्तो तपाईले नयाँ 1 लाख रुपैयाँको लगानी थप्नुभयो भने यसले यो नयाँ थपेको लगानीले तपाईको आम्दानीमा अल्टिमेट चेन्ज आउँछ, टोटल फाइनल चेन्ज लिएर आउँछ। त्यो फाइनल चेन्ज चाहिँ कति ल्याउँछ? मानौ 7 लाख रुपैयाँको ल्यायो भने 7 लाख रुपैयाँको ल्यायो भने हो यो यसको रेशियोलाई मल्टिप्लायर भनेको चाहिँ के हो भन्नुहुन्छ भने मल्टिप्लायरलाई हामीले के ले डिनोट गर्छौं? के भनेको चाहिँ के हो त भन्दा डेल्टा y अपन डेल्टा i। तपाईको इन्भेस्टमेन्ट लगानीमा आएको चेन्जेसले ल्याएको चेन्जेसले इन्कममा ल्याउने चेन्जेस हो। यो कन्डिसनमा अहिलेको कन्डिसनमा भन्नु पर्दाखेरि तपाईको लगानीमा ल्याउनु भएको तपाई 1 लाख रुपैयाँ थप्नु भएको हो, तपाईको इन्कममा चाहिँ कतिको आयो त चेन्जेस? 7 लाख को आयो, अर्थात 7। यो बेलामा मल्टिप्लायरको साइज चाहिँ तपाईको 7 हो। यसले के भयो भन्नुहुन्छ भने यही कुरालाई यो मल्टिप्लायर k इक्वल्स टु डेल्टा y अपन डेल्टा i भन्ने कुरालाई चाहिँ कसरी सकिन्छ भने यसलाई हामीले फेरि पुनः k इक्वल्स टु डेल्टा y बाइ डेल्टा i, यो भनेको मल्टिप्लायरको डेफिनेसन हो। यसलाई क्रस मल्टिप्लाई गरिदिनु भयो भने के हुन्छ त भन्दाखेरि डेल्टा y इक्वल्स टु k टाइम्स डेल्टा i। अहिलेको कन्डिसनमा k को साइज तपाईको 7 छ इन्टु डेल्टा i को साइज चाहिँ कति छ त? 1 लाख रुपैयाँ चाहिँ छ। अर्थात यसको तपाईले के बुझ्नु भयो त भन्दाखेरि यसको तपाईको इन्कममा चाहिँ 7 लाख को चेन्जेस आयो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। यसलाई चाहिँ हामीले मल्टिप्लायर भन्छौं। अब मल्टिप्लायरको कुरा यदि बुझिसकेपछि मल्टिप्लायर भनेको के रहेछ त भन्दा इन्कममा आउने चेन्जेस, फाइनल चेन्जेस ड्यू टु द इनिशियल चेन्ज इन इन्भेस्टमेन्ट। यसलाई चाहिँ हामीले के भन्छौं त? मल्टिप्लायर भनेर भन्छौं। अब हेरौं मल्टिप्लायरको कन्सेप्ट चाहिँ तपाईको कहिलेबाट आएको भन्दा आर.एफ. कान ले 1931 मा प्रपोज्ड गरेको थ्योरी हो र पछि यसलाई लेटर अन जोन मेनार्ड-किन्सले चाहिँ 1936 मा यसलाई फर्दर डेभलप गरे र यसलाई चाहिँ इन्भेस्टमेन्ट मल्टिप्लायरको नाम दिए। र यसमा मल्टिप्लायर भनेको के हो त भन्दाखेरि मल्टिप्लायर इज द रेशियो अफ चेन्ज इन फाइनल income due to the change in initial investment। अर्थात सिम्बोलिकली मल्टिप्लायर के भनेको चाहिँ के हो त भन्दा डेल्टा y बाइ डेल्टा i हो। यसलाई चाहिँ हामीले के भन्छौं त? मल्टिप्लायर भन्छौं। डेल्टा y भन्यो भने चेन्ज इन फाइनल इन्कम अनि डेल्टा i भन्यो भने चेन्ज इन इनिशियल इन्भेस्टमेन्ट लगानी। सुरुको लगानीले फाइनल ल्याउने इन्कममा ल्याउने चेन्जेसको रेशियोलाई चाहिँ के भनिन्छ? हामीले चाहिँ मल्टिप्लायर भनेर भनिन्छ साथीहरु। र यो भयो हाम्रो डेफिनेसन। अब डेफिनेसन पछि हामी यसको डेरिवेसनमा जान्छौं।
डेरिभेसनमा हामीलाई के थाहा छ भन्दाखेरि इन टु सेक्टर इकोनोमी दुई क्षेत्रीय अर्थतन्त्रमा एग्रिगेट डिमान्ड अथवा वाई भनेको के हुन्छ त भन्दाखेरि सी प्लस आई हुन्छ। सी भनेको चाहिँ हाउस होल्ड सेक्टरको डिमान्ड र आई भनेको चाहिँ बिजनेस सेक्टरको डिमान्ड। टु सेक्टर इकोनोमीमा हामीले चाहिँ गभर्मेन्ट भएन र तपाईको फरेन सेक्टर पनि भएन। देन as we know that consumption function हाम्रो सी भनेको चाहिँ के हो त भन्दाखेरि a plus by हामीलाई थाहा छ। यसलाई इक्वेसन फर्स्ट बनाऊ। नाउ इक्वेसन फर्स्ट बिकम्स फर्स्टलाई यसको सी को भ्यालुलाई राखिदिनु भयो भने तपाईको के बन्छ त भन्दाखेरि y इक्वल्स टु सी भनेको चाहिँ a plus by ओके वन मोर टाइम c plus i र y इक्वल्स टु c भनेको चाहिँ a plus by plus i हुन्छ। र यो by लाई अगाडि ल्याइदिनुस् y minus by इक्वल्स टु a plus i अनि y कमन 1 minus b इक्वल्स टु a plus i अनि यसलाई अनि y इक्वल्स टु a plus i upon 1 minus b भयो। यो चाहिँ which is the national income in two sector economy दुई क्षेत्रीय अर्थतन्त्रमा नेशनल इन्कम कति हुन्छ भन्यो भने यति हुन्छ है साथीहरु। नाउ अब हामीलाई के छ त भन्दा मल्टिप्लायर भनेको त के हो त इन्भेस्टमेन्टमा चेन्जेस ल्याउँदाखेरि इन्कममा आउने चेन्जेस हो। नाउ हामीले मानौ let the investment increases by delta I, then it would bring change in income by delta y। के भन्ने भने यदि इन्भेस्टमेन्टमा डेल्टा आई ले थप्दिने हो भने इन्कममा चाहिँ डेल्टा वाई को चेन्जेस आउँछ भनेको कुरा हो। जस्तो y इक्वल्स टु हामीले एकछिन भनौँ a प्लस आई अपन 1 माइनस b के भनौँ भने आई मा डेल्टा आई थपियो भने लगानी यतिले थपियो भने इन्कम चाहिँ डेल्टा वाई ले थपिन्छ भन्न खोजेको कुरा हो यो। र अब हामीले के गर्छौं भन्दा डेल्टा वाई इक्वल्स टु यसलाई चाहिँ यो वाई लाई पछाडी लगिदिन्छौं a प्लस आई प्लस डेल्टा आई अपन 1 माइनस b अनि यो y पछाडी जाँदाखेरि चाहिँ माइनस y। ठीक छ साथीहरु। अब त्यस पछाडी के गर्नु यस्तो गर्न सक्छौं डेल्टा y इक्वल्स टु यो a प्लस आई प्लस डेल्टा आई अपन 1 माइनस b माइनस यो y भनेको चाहिँ के छ त भन्दा यहाँनिर a प्लस आई अपन 1 माइनस b। अब तपाई यहाँनिर 1 माइनस b लाई कमन ल्याइदिन सक्नुहुन्छ अनि यहाँनिर के भन्न सक्नुहुन्छ त a प्लस आई प्लस डेल्टा आई यो माइनसले ओपन गर्दाखेरि माइनस a माइनस आई माइनसले ओपन गरे डेल्टा y। त्यसो भए a काटियो आई काटियो र हामीसँग के बस्यो त भन्दाखेरि वेट डेल्टा y इक्वल्स टु के रह्यो त भन्दा डेल्टा आई अपन 1 माइनस b रह्यो। देयरफोर अब हामीले लियौं डेल्टा y यो डेल्टा आई लाई तल ल्याउने बित्तिकै यहाँनिर बन्छ 1 अपन 1 माइनस b हो। अघि हामीले भनेको मल्टिप्लायरको भनेकै यही हो। देयरफोर मल्टिप्लायर k भनेको के हो त भन्दा डेल्टा y बाइ डेल्टा आई हो। यो भनेको के हो त भन्दा 1 बाइ 1 माइनस b हो। यो मल्टिप्लायर भने ठीक छ। अब हेर्नुस् k इक्वल्स टु डेल्टा y बाइ डेल्टा आई इक्वल्स टु 1 बाइ 1 माइनस b। अनि साथीहरु तपाई b भनेको 1 बाइ 1 माइनस mpc b भनेको mpc। अब हेर्नुस् न यसको साइज अथवा यसलाई 1 बाइ 1 माइनस mpc भनेको mps पनि हो किनकि mpc प्लस mps इक्वल्स टु 1 हुन्छ।
अब तपाईले यहाँ ख्याल गर्नुस् मल्टिप्लायरको साइज के हुने भन्ने कुरा 1 by 1 minus MPC 1 भइहाल्यो कन्स्टेन्ट 1 भइहाल्यो कन्स्टेन्ट MPC को भ्यालुमा भर पर्छ सिन्स अब यो MPC को भ्यालुमा कसरी फरक पर्छ भन्दाखेरि यो हाम्रो मल्टिप्लायर के भनेको 1 by 1 minus B हो ल हेर्नुस् यो कत्रो हो नि भनेको यसमा भर पर्यो 1 मा भर पर्ने कुरा भएन 1 मा भर पर्ने कुरा भएन B मा भर पर्न पर्यो त्यसै कारणले यहाँनिर now from the above calculation the size of multiplier depends upon the value of MPC को साइजमा भर पर्छ अब हामीले यहाँनिर एउटा कुरा ख्याल गरौँ as we know that 0 is less than MPC is less than 1 त्यसो भए हामीलाई थाहा छ यसलाई तपाईले यहाँनिर राख्दिनुस् MPC यहाँनिर मल्टिप्लायर भनेको k equals to 1 by 1 minus B हो हेर्नुस् 0 राख्नुस् एउटा 1 लिनुस् किनकि मिनिमम हो म्याक्सिमम 1 हो तपाईलाई जति मन लाग्छ त्यति लिन सक्नुहुन्छ 0.54 लिन सक्नुहुन्छ 0.5 0.8 तपाईले लिन सक्नुहुन्छ 0 को भ्यालु राख्नु भयो भने है छुट्टा छुट्टै हिसाब गर्नुस् है यो 1 by 1 minus B भनेको ठाउँमा 0 1 minus 0 भनेको 1 1 by 1 भनेको 1 0.4 राख्नु भयो भने जस्तो तपाईलाई 1 by 1 minus 0.4 अनि 1 by 0.6 अनि तपाईले भ्यालु राख्नुहुन्छ 0.6 भनेको कति हो त भन्दाखेरि 0.167 यो हुन्छ 0.5 राख्नु भयो भने फेरि तपाईले 0.5 राख्नुस् 0.5 राख्दा यहाँ 0.5 हुन्छ यसको भ्यालु चाहिँ कति हुन्छ त 2 हुन्छ 0.8 राख्नु भयो भने तपाईको यहाँ 0.2 हुन्छ यसमा तपाईको 5 हुन्छ अनि 1 राख्नु भयो भने चाहिँ कति हुन्छ त भन्दाखेरि 1 राख्नु भयो भने यहाँ 0 हुन्छ र अनि यहाँ भन्छ इन्फानाइट भन्छ अब के देख्नु भयो त भन्दाखेरि MPC को भ्यालु चाहिँ 0 देखि 1 को बीचमा हुँदो रहेछ भने मल्टिप्लायर को साइज चाहिँ 1 देखि इन्फिनिटी सम्म हुँदो रहेछ यसलाई चाहिँ हामीले के भन्छौं त मल्टिप्लायर भनेर भन्छौं मल्टिप्लायर को साइज from the above calculation we can conclude that the value of multiplier lies between 1 to infinity 1 देखि इन्फिनिटी को बीचमा चाहिँ हुँदो रहेछ तपाईहरुले यतापट्टि इन्कम यतापट्टि तपाईले CI राख्न सक्नुहुन्छ अहिले टु सेक्टर इकोनोमी यसमा एउटा 45 डिग्री लाइन लिनुस् यो 45 डिग्री लाइनलाई तपाईले y = c + s लाइन भन्न सक्नुहुन्छ टु सेक्टर इकोनोमीमा 45 डिग्री लाइन यसलाई तपाईलाई थाहा छ यो c हो c भनेको a + by हो यो हाउस होल्ड को डिमान्ड हो यो सेक्सनले तपाईले इन्टरसेप्ट a जनाउँछ भने यो b भनेको चाहिँ यहाँनिर भन्ने स्लोप हो स्लोपलाई चाहिँ b भनेर भनिन्छ अब तपाईलाई टु सेक्टर इकोनोमीमा d अथवा तपाईलाई AD भन्न सक्नुहुन्छ AD अथवा नत्र सिम्पली y = c + i यो c हो यति चाहिँ i हो यो तपाईको
एग्रिगेट डिमान्ड हो, यो एग्रिगेट सप्लाई हो। एग्रिगेट डिमान्ड र एग्रिगेट सप्लाई इक्विलिब्रियम भएको पोइन्टलाई ई भनिन्छ। ई पोइन्टले चाहिँ तपाईको इन्कम लेभल चाहिँ y1 डिटरमाइन भएको छ। सुरुको इक्विलिब्रियम E1 भन्नुस्। अब हामीलाई के भनेको थियौं भने मल्टिप्लायर भनेको डेल्टा y बाइ डेल्टा i हो। इन्भेस्टमेन्टमा थपेको चेन्ज हो। यो त सुरुको इन्भेस्टमेन्ट हो। इन्भेस्टमेन्टमा अब थपौं। इन्भेस्टमेन्टमा कतिले थपौं भन्दा डेल्टा i ले थप्दाखेरि अब मान्नुस् यहाँनिर डेल्टा i यतिलाई यो सुरुको i यो थप i थप इन्भेस्टमेन्ट हो भने तपाईलाई यहाँनिर यो एडी नयाँ बन्छ y = c + i + del i। यसलाई तपाईले E2 पोइन्टमा काटिएको छ। नयाँ एग्रिगेट डिमान्ड एडी र नयाँ के रे हाम्रो सप्लाई कप एएस कप चाहिँ यो पोइन्टमा काटिएको छ र तपाईलाई यहाँनिर y2 पोइन्टमा पुगेको छ। यसलाई चाहिँ हामीले के भनिन्छ त भन्दाखेरि मल्टिप्लायरको इफेक्ट भनिन्छ। इन्भेस्टमेन्ट चाहिँ यतिले थपियो, इन्कम चाहिँ यतिले थपियो। यसलाई चाहिँ के भनिन्छ भन्दा डेल्टा y। यसको कारणले यहाँ आएको चेन्जेसलाई चाहिँ हामीले मल्टिप्लायर भनेर भनिन्छ। अब कसरी पुग्छ त यो E1 यो भन्दा यो जहिले पनि धेरै हुन्छ। मल्टिप्लायरको इफेक्ट हुन्छ। किन भन्दा अहिले हामीले डेल्टा y = k टाइम्स डेल्टा i भनेर भनेका छौं र यहाँनिर यो चाहिँ यो डेल्टा i इन्टु k टाइम्स मल्टिप्लाइड टाइम्स हुन्छ। जस्तो तपाईलाई एकछिन मान्नुस् तपाईले सुरुमा यति थप्नु भएको लगानी डेल i अथवा E1a यति लगानी थपिसकेपछि यो लगानी थपेपछि यो लगानी थपेको लगानीले तपाईलाई है मैले यहाँ डटेड लाइन बनाएको छु। यो थपेको लगानीले तपाईको आम्दानी एकैचोटी त्यहाँ पुर्याउँछ भने होइन, एकैचोटी बढ्छ भने होइन। यो त अल्टिमेट इफेक्ट हो। तपाईको आम्दानी बी बढाए यतिले बढायो तपाईलाई यहाँनिर यति इन्कम यहाँसम्म पुर्याएको छ। फेरि यो बढेको आम्दानीको पनि अलिकति भाग फेरि लगानी हुन्छ सी। यो फेरि थप लगानीले फेरि थप आम्दानी जेनेरेट गर्छ डी र फेरि यो थप आम्दानीको एउटा सेक्सन जान्छ र यो कन्टिन्यू हुँदै चाहिँ यो पोइन्टमा पुग्छ र हामीलाई यो चाहिँ मल्टिप्लायरको काम गर्ने मेकानिजम यसरी काम गर्छ भनेर देखाउँछ। आशा छ तपाईहरुले बुझ्नुभयो होला र यो बुझेको भए तपाईले यो च्यानललाई मेरो च्यानललाई लाइक र सब्स्क्राइब गर्दिनु होला। धन्यवाद।